बलमा निकै लङ बलमा जान चाहन्थे सुजन डङ्गोल ओ गल्ती त्यो गल्ती त्यहाँ त्यो फाइदा दर्जी प्लानिङ बोइज टाइम लिँदै त्यहाँ अविनाश त्यो मौका अविनाश थापा बनाइरहेका थिए त्यहाँ देख्न सक्छौँ फिङ्गर टिप पनि आएको थियो त्यहाँ रोशन नेपालबाट तर पनि त्यो डाइरेक्सन चेन्ज गर्न पनि अपर्याप्त गोल आएको थिएन तर यस पटक मात्रै 12 मिनेटको समय लाग्नेछ वीरगञ्जलाई पहिलो गोल निकाल्नको लागि कृपकान्त महतो थारू टाइम दिन पर्ने हुन्छ कृपकान्त महतो थारू दोस्रो गोल गर्न सफल फर्काउन नसकेका कारण त्यो गोल निकाल्न सफल श्री भगवती आफ्नो मैदान प्रवेश गरेका थिए दिपेश श्रेष्ठ रिप्लेमा देख्न सक्छौँ टच पनि आएको थियो निकै नै आनन्दले बिस्तारी भयो त्यो क्रस र कप्तान राहुल खड्काको लागि त्यो मौका राहुल खड्का अग्रता दिन सफल त्यहाँ झापाका लागि यो लास्ट मिनेटमा क्रस विज्ञानबाट त्यो महत्त्वपूर्ण टच कप्तानको प्रहार र मध्यपुर सजन थापा मगर बिकिराई फ्लिक गर्दै बिकिराई अब बायाँ सङ्गमको त्यो बल र गोल गर्न सफल भने सङ्गमका त्यहाँ त्यो फितलो टच त्यहाँ फाइदा उठाउने मौका त्यहाँ पनि सुदीप लामा इक्वलाइजर गर्न सफल त्यहाँ कृष्ण बहादुर आले त्यो क्रस र अन्नपूर्ण क्लब आरसिटी अग्रता सरोज पुनः एकपटक बल माग गरिरहेका छन् त्यहाँ टच त्यो मौका त्यो गोल गल्ती गर्ने छैनन् बासपारी अझै पनि अट्याकमा बासपारी फुटोक देखाउने क्रममा बासपारी सरोज दर्लामी लङ रहेछ सरोज दर्लामी विथ द ब्याङ्गर राइट फुट सबिन कुमार लुङ्गेली मगर अन्तिम समयमा पहिलो हाफको अन्तिम समयमा वीरेन्द्र बहादुर